प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। श्रम संस्कृति पार्टीको तर्फबाट मान्य सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो। मान्य सदस्यहरू, प्रतिनिधि सभाको यो सभा साँच्चै नै महत्त्वपूर्ण र कानुन निर्माण गर्ने एउटा महत्त्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानुन अथवा नियमावली, हाम्रा प्र्याक्टिस कसैले पनि दिएको देखिँदैन। त्यसकारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नलाई म यो जानकारी गर्छु। प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। आज केही मान्य सदस्यहरूले आकस्मिक समयमा बोल्न समय माग्नु भएको छ। म समय दिन्छु। सर्वप्रथम मान्य ठाकुर सिंह थारू, समय 2 मिनेट। सम्मान्य सभामुख महोदय, जेठ 1 गते बर्दियाको बारबर्दिया नगरपालिका वार्ड नम्बर 3 बबई नदीको तटमा रहेको लट्ठावा मसान घाटको टहरामा डोजर चलाइएको भिडियो सामाजिक सञ्जालमा अहिलेसम्म ट्रोल बन्यो। उक्त मसान घाटमा एकातिर लास जलिरहेको र अर्कोतिर बर्दियाको वन अधिकृतको आदेशले डोजर लगाएर मलामी कुर्ने टहरा भत्काइरहेको दृश्य हेर्दा हृदय विदारक दृश्य थियो। यो मानवीय संवेदनामाथिको प्रहार थियो। सभामुख महोदय, उक्त घाटमा बारबर्दिया र मधुवन नगरपालिकाका सर्वसाधारणहरू मलामी जाने परम्परा सयौं वर्ष पुरानो हो। मलामी गएका स्थानीयहरूलाई घाम र पानीको ओट लाग्ने टहरा बनाइएको छ, तर एकजना वन अधिकारीको सनकका भरमा मसान घाटको टहरामा डोजर चलाउनु स्थानीय बासिन्दाहरूको संवेदनामाथिको प्रहार हो भन्ने मेरो बुझाइ छ। यो कदामी न्यायसङ्गत हुनै सक्दैन। यसरी सनकका भरमा मलामीको टहरा भत्काउने वनका अधिकारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सदन मार्फत जोरदार माग गर्दछु। वनका अधिकारीहरूबाट भएको यो उक्त कार्य कुनै पनि हालतमा यो क्षमायोग्य हुने कार्य हुनै सक्दैन। सभामुख महोदय, मानव बस्तीका लागि त्यो टहरा निर्माण गरिएको भए वन अतिक्रमण भएको भन्न सकिन्थ्यो होला, तर त्यो टहरा केवल मानिसको मृत्यु भएपछिको अन्तिम संस्कारको लागि थियो। यस्ता घटना दोहोरिन नदिन सरकारवाला निकायहरूलाई सचेत गराउन माग गर्दछु। सरकारको हवाला दिँदै अतिक्रमण हटाउने नाममा सर्वसाधारणलाई आतंकित बनाउने कार्य तत्काल बन्द होस्। एउटा सरकारी अधिकारीको गलत हरकतको जिम्मा सरकारले लिनु हुँदैन र लिन सक्दैन। फेरि पनि उक्त घटनामा संलग्नहरूलाई तत्काल कारबाहीको लागि माग गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अहिले श्रम संस्कृति पार्टीको तर्फबाट मान्य सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो। मान्य सदस्यहरू, प्रतिनिधि सभाको यो सभा साँच्चै नै महत्त्वपूर्ण र कानुन निर्माण गर्ने एउटा महत्त्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानुन अथवा नियमावली, हाम्रा प्र्याक्टिस कसैले पनि दिएको देखिँदैन। त्यसकारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नलाई म यो जानकारी गराउँछु। समय 2 मिनेट। सम्माननीय सभामुख महोदय, सबैभन्दा पहिले मलाई समय प्रदान गर्नुभएकोमा हजुरप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै मेरो निर्वाचन क्षेत्र सिन्धुली क्षेत्र नम्बर 1 का सम्पूर्ण मतदाता महानुभावहरूप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। म हिजो मात्रै आफ्नो क्षेत्र पुगेर बेलुका काठमाडौँ फर्किएको हुँ, तर फर्किने क्रममा एउटा अत्यन्त पीडादायी र हृदय विदारक घटना मेरो ध्यानमा आयो।
आफ्नै पालिका आफ्नै गाउँमा 5 वर्षकी अबोध बालिका बलात्कारको शिकार भएकी रहेछिन्। घटना थाहा पाए लगतै मैले प्रहरी प्रशासनका अधिकारीहरूलाई बोलाएर घटनाको विषयमा जानकारी लिएँ र घटनास्थल तथा पीडित बालिकाको घरसम्म पुगेँ। सम्माननीय सभामुख महोदय, जब मैले ती 5 वर्षकी अबोध बालिकालाई हिँड्न पनि नसक्ने अवस्थामा देखेँ, मेरो मन अत्यन्तै दुख्यो। आँखाभरि आँसु आयो। झन् दुःखको कुरा, आफ्नै 19 वर्षीय काकाबाट यस्तो अमानवीय र जघन्य अपराध भएको रहेछ। जुन समाजमा बालबालिका आफ्नै घरभित्र असुरक्षित हुन्छन्, त्यो समाजलाई सभ्य समाज भन्न सकिँदैन। आज म यो सदन मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। आखिर कहिलेसम्म यस्तो घटना दोहोरिरहने, कहिलेसम्म निर्दोष बालिकाले यस्तो पीडा भोग्नुपर्ने? बलात्कार जस्तो जघन्य अपराध गर्ने जो कोही भए पनि कुनै राजनीतिक पहुँच, शक्ति वा प्रभावका आधारमा उन्मुक्ति पाउनु हुँदैन। म सरकारसँग माग गर्दछु, यस घटनाको निष्पक्ष सत्य तथ्य र छिटो छानबिन होस्। दोषीलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही गरियोस्। पीडित बालिकाको निःशुल्क उपचार, मनोसामाजिक परामर्श र सुरक्षाको उचित व्यवस्था गरियोस्। साथै यस घटना दोहोरिन नदिन राज्यले गाउँ गाउँसम्म सचेतना, सुरक्षा र कानुनी कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन आवश्यक छ। सम्माननीय सभामुख महोदय, यो केवल एउटा परिवारको पीडा होइन, सम्पूर्ण समाजको पीडा हो। आज ती बालिकामाथि भएको अत्याचारले मानवता नै रोएको छ। त्यसैले यो विषयलाई सामान्य घटनाको रूपमा होइन, राज्यको गम्भीर चुनौतीको रूपमा हेरिनुपर्छ। धेरै बोल्दिन्न, पीडित बालिकाले न्याय पाओस्, दोषीले सजाय पाओस् भन्ने अपेक्षा गर्दै आफ्नो भनाइ यही अन्त्य गर्दछु। धन्यवाद। जय देश।